नमस्ते, म कृष्ण भारद्वाज। आज म तपाईहरुलाई आइतबार के गर्ने के नगर्ने त्यो बारेमा बताउँछु है। आइतबार भनेको कपालमा तेल हुँदैन नलाउने, आफ्नो जन्मबार पनि नलाउने। आइतबार नयाँ लुगा, नयाँ जुत्ता, नयाँ चप्पल उपहार दिँदै नदिने। बिहे गर्दै हुनुहुन्छ आइतबार पनि हुँदैन। त्यसपछि प्रेम प्रस्ताव हुँदैन। त्यसपछि तुलसी टिप्दै हुनुहुन्छ त्यो पनि हुँदैन। अर्को आइतबार के हुँदैन, नैऋत्य कोण दक्षिण पश्चिम जानु पर्यो भने हुँदैन। यदि गइहाल्नु पर्यो भनेदेखि के गर्ने त भन्दा गुड सक्खर मह अलिकति चाटेर गइदिने, त्यो चाहिँ हुन्छ फेरि। त्यसपछि आइतबार कालो र नीलो लुगा हुँदैन है, हुँदैन। त्यसपछि आइतबार नङ दारी केस काट्न पनि हुँदैन। हे भगवान, त्यसो के हुन्छ त आइतबार विशेषतः बाउसँग नरिसाउनु है, बाउसँग, पिताजीसँग, आफ्नो बुवासँग। आइतबार सूर्य भगवानलाई उदाउँदै गरेको सूर्य भगवानलाई जल चढाउनुहोस्। विष्णु भगवानको उपासना गर्नुहोस्। व्रत लिनुहुन्छ भने लिनुहोस्, नुन नखानुहोस्। माछा मासु लसुन प्याज चल्दैन। पिङ्क कलरको अथवा गुलाबी कलरको के त भन्दा लुगा लगाउनुहोस्। त्यस पछाडि आइतबार घिउ खानुहोस्, मिठो चट्टासँग फाइदा गर्छ। त्यसपछि आइतबार के गर्ने, आइतबार छ नि, आइतबार के फल खाने त भन्दा विशेष सुन्तला जुनार खानुहोस्। हुन त अरू खाए पनि हुन्छ। अनि आइतबार अब सबै कुरालाई समाधान गर्नका लागि, सबै समस्यालाई समाधान गर्नका लागि रातो टिका टक्क लगाउनुहोस्। ऊर्ध्वपुण्ड गरेर ऊर्ध्वमाथि गरेर लगाउनुहोस्। तपाईका सम्पूर्ण समस्या हल हुन्छन्। यो विश्वास गर्नुहोस्। यो ज्योतिषीय प्रमाण हो है। यदि तपाईलाई विश्वास लाग्दैन भने मेरो भन्नु केही पनि छैन। धन्यवाद।